नमस्ते साथीहरू। हजुरहरूलाई स्पेनिश बाई ममताको पाठ 8 मा स्वागत छ। वेलकम टु लेसन 8 बिएनभेनिडोस आ ला लेसियोन 8। आज हामी सिक्न जाँदैछौँ स्पेनिश ल्याङ्ग्वेजमा हामीले समयको बारेमा कुरा कसरी गर्ने। ल त सुरु गरौँ है। के ओरा एस के ओरा एस भनेको कति बज्यो। What time is it? एस ला उना भनेको 1 बज्यो। It's 1 o'clock. Son las 2 भनेको 2 बज्यो। It's 2 o'clock. अब नेक्स्ट son las 3 भनेको 3 बज्यो। It's 3 o'clock. Son las 4 भनेको 4 बज्यो। It's 4 o'clock. Son las 5 भनेको 5 बज्यो। It's 5 o'clock. Son las 6 भनेको 6 बज्यो। It's 6 o'clock. Son las 7 भनेको 7 बज्यो। It's 7 o'clock. Son las 8 भनेको 8 बज्यो। It's 8 o'clock. अब अगाडि बढौँ है त। Son las 9 भनेको 9 बज्यो। It's 9 o'clock. Son las 10 बज्यो। Son las 10 भनेको 10 बज्यो। It's 10 o'clock. Son las 11 भनेको 11 बज्यो। It's 11 o'clock. Son las 12 भनेको 12 बज्यो। It's 12 o'clock. हजुरहरूलाई याद नै छ होला हामीले लेसन नम्बर 1 मा नम्बर्सहरू कसरी भन्ने स्पेनिशमा हामीले सिकेको थियौँ। त्यो अहिले आएर हामीले यसरी नै युज गर्न सक्छौँ कन्भर्सेसनमा। अब एकचोटि नेपाली हटाएर स्पेनिशमा मात्रै पढौँ। Hablando del tiempo. ¿Qué hora es? Es la 1. Son las 2. Son las 3. Son las 4. Son las 5. Son las 6. Son las 7. Son las 8. Son las 9. Son las 10. Son las 11. Son las 12. हजुरहरूले यसलाई घरमा राम्ररी प्र्याक्टिस गर्नुहोला र अब हाम्रो भेट अर्को भिडियोमा हुनेछ। धन्यवाद। Gracias. Adiós.